नमस्कार गर्छौँ ओम किनभने हामीले अब यो बाल संस्कारको कार्यक्रम गरेको हुनाले सबैलाई बच्चाहरूलाई बालबालिकाहरूलाई युवाहरूलाई यो संस्कार सिकाउनु पर्ने कार्यक्रम हुनाले हामी सबैलाई ओम भन्छौँ अभिभावकलाई ओम भन्छौँ होइन त्यही भएर सबैजनालाई फेरि पुनः आज यो कार्यक्रममा हामीले हजुरहरूलाई यहाँ आज भण्डाराको कार्यक्रम अवसरमा हजुरलाई यहाँ किन पठाएको भने हाम्रो यो अवसर कहिले हुन्छ कहिले हुन्न आज यो अवसर मिलाएर यहाँ आएका छौँ र हाम्रो वडा नम्बर 5 का वडा अध्यक्षज्यू यहाँ पाल्नु भएको छ। यस कार्यक्रममा आज शिवरात्रि कार्यक्रममा परम अतिथि आसन ग्रहण गर्छ र म अब भन्नुहुन्छ परम अतिथिको आसन ग्रहण गर्छ र हाम्रो वडा नम्बर 5 का वडा अध्यक्ष श्री केशवबहादुर खत्रीज्यूलाई आसन ग्रहण गर्न र म हार्दिक अनुरोध गर्छु। हुँदैन फेरि हामी सबै एउटै हुन्छ भगवान् मन्दिरमा हामी सबै एउटै हुन्छौँ फेरि है त्यही भएर यसै क्रममा हाल्दैन भने अब हामी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण हाम्रा समितिका पदाधिकारीज्यू हाम्रा सांस्कृतिक समितिका